बाटो बन्द भएर बाढीले सब बगाएछ। हामी चाहिँ झोलुङ्गे पुलबाट स्कुटर लाँदैछौँ। बाटो सबै ब्लक, पानी आएर खोलाले बगाएर बिचरा गाडी रोकेर बसिरहेछन्। गर्मी महिना भए पनि कति धेरै चिसो जाडो हालत त्यस्तो भयो। मेरो बुढो उहाँ पुगिसक्नु भयो, म हिँड्न सकिनँ। यस्तो डर भयो तल हेर्दा त। बिहान 3:30 बजे उठेर हिँडेको। पुलिसहरू आएर पुरा भिडियो बनाएर बसिरहेछ। माथिको पुल पनि लान लागिसकेछ यहाँ, यत्रो पुल पनि खस्न लागिसक्यो। कस्तो बाढी आएर सब गइसकेछ। तल ढल हालेर गाडी लिएर हिँड्ने बाटो पनि उहाँ सब बगाएर मान्छेहरू उहाँ बिजोक इन्डियादेखि घुम्न आएको मान्छेहरू। ओ माई गड, मेरो बुढोले उहाँ केयर लाने होला। बाबा एकछिन म धकेल्छु। यस्तो बाटो, यस्तो बाटोमा केयर लाने। ओ माई गड, खोलाको बाटो बन्द भएर यस्तो मान्छे हिँड्ने उकालो बाटो, यस्तोमा स्कुटी ल्याएको छ। मेरो बुढोको हालत माने केयर लाने खेला। मेरो स्कुटी लुगा यस्तो घारीबाट नि उकालियो बाइक। त्यहाँ त्यस्तो बाटो कसरी जाने? यत्रो झोलुङ्गे पुल माथि चढेर मान्छे हिँड्ने बाटोबाट नै ल्याएर हुन्छ। गाडी छ त है बुढो, कहाँ हो यस्तो बाटोबाट? अनि यो बाटो कहाँ निस्किन्छ त? घाउ भइसक्यो खुट्टाभरि के यो काँडा र कुँडले ओतारेर। यस्तो बाटो धन्न भगवान्, कति लकी रहेछौँ हामी नि, मान्छे हिँड्छ गाडी त्यत्रो
बिजोग छ रोकेर लिनु परेको छ अनि यो कहिले गाडी बाइक नहिँड्ने बाटोमा मान्छे हिँड्ने बाटोमा धन्न